छोरा प्रयुल, आज तिम्रो जन्मदिनको धेरै धेरै शुभकामना। स्वास्थ्य रहनु, मस्त रहनु, व्यस्त रहनु, राम्रो पढ्नु, ज्ञानी हुनु हस्। I love you, I trust you, छोरा। Many many happy returns of the day. आज तिमी यो धरतीमा आएको ठ्याक्क 13 वर्ष पुरा भएको छ छोरा। तर म कति प्राउड फिल गर्छु। हिजोसम्म म तिम्रो गार्जियन थिएँ, तर एकाएक तिमी मेरो गार्जियन हुन पुग्यौ। यति धेरै केयर, यति धेरै माया तिमीबाट पाएँ नि। म यो जुनीमा तृप्त भएँ, एकदम खुसी छु। तिमीलाई पाएर सबैभन्दा ठुलो शक्ति मैले पाएको छु, त्यो महसुस गरेँ मैले। थ्याङ्क्स फर एभ्रिथिङ छोरा। मेरो लागि कति धेरै दुःख गर्यौ तिमीले यो 4 महिनामा, मैले बुझ्न सकेको छु। तिमीले मलाई कति सहयोग गर्यौ त्यो मलाई राम्ररी थाहा छ छोरा। थ्याङ्क यू सो मच। है, संस्कार आमा बुवाले दिनुभयो तिमीलाई होइन, त्यो संस्कारमा तिमी खरो उत्रियौ, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु म मम्मी दिपा कुमारी खनाल अनि बाबा लीलानाथ खनाललाई। किनभने उहाँहरूकै संस्कारले गर्दा आज प्रयुलमा धेरै गुणहरू एकदम राम्रो भएको छ। उसले त्यो गुणहरू देखाउन काबिल पनि बन्यो है। जतिखेर आफूलाई साह्रो गाह्रो अप्ठ्यारो पर्छ, सन्तानले के गर्छ भनेर हेर्दा म चाहिँ एकदम तृप्त भएँ मेरो छोराप्रति। प्रयुल, तिमीलाई धेरै धेरै धन्यवाद। तिमीलाई आजसम्म हुर्काउने, बढाउने, पढाउने तिम्रो आमा बुवाले जति दुःख गर्नुभएको छ, सायद मैले त त्यति दुःख गरेको छुइनँ, मम्मीले त्यति दुःख गरेको छुइनँ। आमाले तिमीलाई हुर्काउनु भएको थियो। तिमी 10 वर्षको हुन्जेली त तिमी आमा बुवासँगै सबै आमा बुवाले नै गर्नुभएको थियो। तिमी 10 वर्षको हुँदा आमाले छोडेर जानुभयो होइन। त्यो पछाडि तिमी हरदम हल पलमा बुवासँग छौ, बुवाको छत्रछायामा छौ। त्यही भएर तिमीले बुवालाई चाहिँ सधैँभरि माया गर्नु, सम्मान गर्नु भन्न चाहन्छु। अनि हामीलाई दिएको माया, बाबा र मलाई दिएको माया एकदम त कहिल्यै पनि हुने छैन। धेरै आश गर्छु तिमीप्रति र तिमीले असल छोरा, असल नागरिक भइदियो भने पुग्छ छोरा। ज्ञानी बन, असल बन, त्यति नै हो कामना। टिनेज सुरु भएको छ। सबैजनाले भन्छन् 13 देखि 19 सम्म एकदम डराउनु पर्छ, तर म तिमीलाई एकदम बढी विश्वास गर्छु छोरा। हामी तिमीलाई एकदम धेरै विश्वास गर्छौँ छोरा। हाम्रो विश्वासमा कमी आउन दिँदैनौ भन्ने फिल गरेका छौँ, त्यो पनि तिमीले पुरा गर्छौ भन्ने आश राखेको छु। आई ट्रस्ट यु, वी ट्रस्ट यु। बुवा, बाबा अनि म तिमीलाई एकदम धेरै विश्वास गर्छौँ छोरा। ओके, लभ यु छोरा। वी अल लभ यु। टेक केयर। टिनेजमा सम्हालिएर हिँड्छ मेरो छोरा। ह्याप्पी बर्थडे छोरा। ह्याप्पी बर्थडे। मेनी मेनी ह्याप्पी रिटर्न्स अफ द डे। मम्मी, बुवा, बाबा लभ यु फरएभर डार्लिङ। अष्ट चिरञ्जीवीले सधैँभरि आशीर्वाद दिइरहुन्, रक्षा गरिरहुन्, कानाजीको कृपा बर्सिरहोस्। लभ यु। आशीर्वाद छोरा। गुरुर्देवो महेश्वर, गुरुः साक्षात् परब्रह्म, तस्मै श्री गुरुवे नमः। गुरुर्ब्रह्मा गुरुर्विष्णु, गुरुर्देवो महेश्वरः, गुरुः साक्षात् परब्रह्म, तस्मै श्री गुरुवे नमः। गुरुर्ब्रह्मा गुरुर्विष्णु, गुरुर्देवो महेश्वरः, गुरुः साक्षात् परब्रह्म,
तस्मै श्री गुरुवे नमः गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः गुरुर्विष्णु गुरुर्देवो महेश्वरः गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरुवे त्वमेव माता च पिता त्वमेव बन्धुश्च सखा त्वमेव विद्या द्रविणं त्वमेव सर्वं मम देव त्वमेव माता च पिता त्वमेव बन्धुश्च सखा त्वमेव उही समय टेके मैले तिमी टेक्नु धुरी सके जति छेकिदेऊला घाम आदि हुरी पाखुरीमा तागत रहेसम्म बोकी हिँड्छु हालेर काँधेको बन्धुश्च सखा त्वमेव विद्या द्रविणं त्वमेव सर्वं मम देव त्वमेव माता च पिता त्वमेव बन्धुश्च सखा त्वमेव विद्या द्रविणं त्वमेव सर्वं मम देव त्वमेव माता च पिता त्वमेव बन्धुश्च सखा त्वमेव विद्या द्रविणं त्वमेव सर्वं मम देव त्वमेव माता च पिता त्वमेव बन्धुश्च सखा त्वमेव विद्या द्रविणं त्वमेव सर्वं मम देव सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात् ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात् धियो यो न प्रचोदयात्।
जिन्दगी छ मेरो आधे हजुर बिना जिन्दगी छ मेरो आधे तिमी नै हो जिन्दगी तिमी नै सहारा तिमी नै हो जिन्दगी तिमी नै सहारा नरुनु आमा हजुर जमलामा कहारा नरुनु आमा हजुर जमलामा कहारा छोरा तिम्रो खुसीमा संसार पाए मैले हजुरकै काखमा बिताउन पाउँदै छोरा तिम्रो खुसीमा संसार पाए मैले हजुरकै काखमा बिताउन पाउँदै तिमी नै हो जिन्दगी तिमी नै सहारा तिमी नै हो जिन्दगी तिमी नै सहारा नरुनु आमा हजुर जमलामा कहारा नरुनु आमा हजुर जमलामा कहारा शिवाय हरये परमात्मने नरतः क्लेशनाशाय गोविन्दाय नमो नमः कृष्णाय वासुदेवाय हरये परमात्मने नरतः क्लेशनाशाय गोविन्दाय नमो नमः कृष्णाय वासुदेवाय हरये परमात्मने नरतः क्लेशनाशाय गोविन्दाय नमो नमः Happy birthday to you, dear छोरा. 13 years complete गर्यो. बचके रहना बाबा. ओके, टेक केयर. टिनेज सुरु भयो. अब आफूलाई सक्षम बनाएर देखाउने उमेर लाग्यो है छोरा. एकदम ध्यान दिने, राम्ररी पढ्ने, ज्ञानी हुने, असल छोरा, असल नागरिक बन्ने जिम्मेवारी बढ्यो. ह्यापी बर्थडे, ह्यापी बर्थडे, ह्यापी बर्थडे डार्लिङ. मेरो चन्द्रमा छौ त तिमी सायद जादु छ तिम्रो आँखा